आज चाहिँ म चाहिँ मेरो साथीसँग चाहिँ यहाँ मोमो लगेको चाहिँ स्पेशल मोमो खानको लागि आइसकेको छु र यो चाहिँ मलाई मेरो साथीले कमेन्ट गरेको भएर चाहिँ आज चाहिँ हामी दुईजना चाहिँ यहाँ आएको छ। अब लेट्स ट्राई यहाँको मोमो चाहिँ कस्तो हुन्छ भनेर। र हामीले चाहिँ अर्डरमा चाहिँ एउटा चाहिँ स्टिम मोमो गर्यौँ अनि अर्को चाहिँ झोल मोमो मगाएको छौँ। मेरो साथीले चाहिँ चिसो नखाने भनेको कारण चाहिँ एउटा फेन्टा मेरो लागि मगाएको। र देख्न सक्नुहुन्छ हाम्रो स्टिम मोमो एन्ड झोल मोमो चाहिँ अलरेडी आइसकेको छ। अब चाहिँ हामी चाहिँ यो खाएर टेस्ट गरेर हजुरहरूलाई बताउँछौँ कस्तो छ कस्तो बनिएको छ भनेर। र यहाँ देख्न सक्नुहुन्छ दुई थरी चटनी छ, एउटा चाहिँ स्पाइसी अनि एउटा चाहिँ प्लेनमा। र मोमो चाहिँ तातो स्टिम मिठो देखिरहेको छ। हेरौँ अब। यसलाई चाहिँ यो यस यहाँ यस्तो रहेछ क्या। हामीले खाएको ल टेस्टी देखिरहेको छ। ओके वा यो चाहिँ हाम्रो सुप अनि हाम्रो यो के अरे यो स्टिम मोमोको लागि यो अचार अनि त्यसपछि हाम्रो यो स्टिम मोमो चाहिँ अब त्यसरी हामीले म खाएको ल खाए ल भन्नु खाए ल पनि भन्नु छैन अहिले। यता भन् ल खाए ल भनेर अनि म त्यसपछि म धेरै बोलेछु त यहाँ स्टिम मोमो खाए ल। मिठो छ। अचार पनि मिठो छ। अर्को टेस्ट गर अब अर्को। टमाटो अचार रहेछ यो पनि मिठो। यो भनेको यो त झोल होइन यो होइन झोल यो झोल भने होइन हालै झोल गरे न एकछिन है ल हाल कस्तो देखिन्छ है मेरो। ओके ट्राई गर ल दामी छ। ओके ल मोमो चाहिँ एकदमै मिठो थियो। थ्याङ्क यू फर माई फ्रेन्ड टु सजेस्ट दिस मोमोलाई एन्ड thank you for watching guys. See you on next video.